सरकार तपाईँ अब निस्किनुपर्छ। खास मकैको खोया त्यहाँ प्रस्तुत गर्नु भन्नुभएको थियो, तर यो अति नै होला भनेर मैले अलिकति यो यस्तो किसिमको बनाएर लिएर आएको छु। सरकार कहाँ छ भनेर म सोध्न चाहन्छु। सरकार बेखबर भयो भन्दैमा हामी मूर्ख हुनु हुँदैन। सम्माननीय सभामुख महोदय, हामीले अब 2 महिना 17 गते हुँदो रहेछ, प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति वास्तवमा त्यो नियतवश हो कि त्यसमा सत्यता छ यो प्रष्ट होस् भनेर यत्रो लामो समय हामीले भनिसक्यौँ। अहिलेसम्म बेखबर छ। न रोस्टरमा बोल्नु भएको अभिव्यक्ति न यहाँबाट हटाइएको छ रेकर्डबाट, न प्रधानमन्त्रीज्यूले आएर चाहिँ त्यो करेक्सन गर्नुभएको छ। वास्तवमा यो अरू विषयमा जिद्दी गर्नु ठिकै हो, तर राष्ट्रियताको सवालमा जिद्दी गर्नु कति तपाईँको चाहिँ उपयुक्त हो त्यो नागरिकले नै भोलिको दिनमा त्यो निर्णय गर्ला। तर अझै पनि म जोरदारको साथ माग गर्न चाहन्छु, प्रधानमन्त्रीज्यूले दिनुभएको यो सम्मानित रोस्टमबाट अभिव्यक्ति चाँडोभन्दा चाँडो करेक्सन गरियोस् भन्ने माग गर्न चाहन्छु र उहाँले दिनुभएको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् भनेर म माग गर्न चाहन्छु। योसँग रेकर्डबाट हटाइयोस् भनेर 2 चोटि भनिसक्यो, अब फेरि कतिचोटि भन्नुपर्ने फेरि पनि भन्नुपर्ने अवस्था सिर्जना नहोस् भनेर चाहिँ म सम्माननीय सभामुखज्यूलाई पनि अनुरोध गर्न चाहन्छु। यसै गरी सम्माननीय सभामुख महोदय, देशमा आज जताततै हिंसा हुने अवस्था छ, तर सरकार बेखबर छ। सरकार कहाँ छ भनेर म सोध्न चाहन्छु। सायद यो लाइभ हेर्नु भएको छ भने म यहाँबाट सरकारलाई हात हल्लाएर सोध्न चाहन्छु, सरकार तपाईँ अब निस्किनुपर्छ। तपाईँ भित्र बसेर अन्धकारमा बसेर तपाईँको दूरबीन लगाएर हेरे देश ठिक छ भनेर तपाईँहरूले भन्नु पाउनु हुँदैन। किन भन्दाखेरि दिनदारै गोली चलेको छ, हत्या हिंसा बढेको छ, देशमा सङ्कट तपाईँको हुने अवस्था छ, तर सरकार बेखबर छ। म सबै तपाईँको चाहिँ देशवासीहरूलाई अनुरोध गर्न चाहन्छु, हामी सयौँ थुङ्गा फुल्का, हामी एउटा माला नेपाली, हिमाल पहाड तराई हामी कोही छैनौँ पराई, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सबै धार्मिक तपाईँको चाहिँ सङ्घ संस्थालाई, सामाजिक सङ्घ संस्थालाई अनुरोध गर्न चाहन्छु। सरकार बेखबर भयो भन्दैमा हामी मूर्ख हुनु हुँदैन। हामी मूर्ख भयौँ भने, हामी लड्यौँ भने हाम्रै दाजुभाइ दिदीबहिनीहरू, हाम्रै तपाईँको चाहिँ भाइ भतिजाहरू मर्ने हो। त्यसै कारणले गर्दाखेरि सबैलाई म सम्मानित रोस्टमबाट अनुरोध गर्न चाहन्छु, हामी सममित हौँ र यो अवस्था यो समयमा हामी सबैजना सममित भएर अगाडि बढौँ भनेर अनुरोध गर्न चाहन्छु। र साथै म सम्पूर्ण मिडियाकर्मीहरूलाई पनि म अनुरोध गर्न चाहन्छु, वास्तवमा स्थायी सरकार भनेको तपाईँहरू हो। हामी त 5 वर्ष, यो सरकार भनेको 5 वर्ष हो, तर तपाईँले चलाउने कलम भनेको चाहिँ स्थायी सरकारको रूपमा स्थापित भएको छ। तपाईँले खिच्ने भिडियो, तपाईँले चलाउने क्यामेरा भनेको स्थापित तपाईँको स्थायी सरकार हो। त्यसै कारणले गर्दाखेरि सरकारले पनि म अनुरोध गर्न चाहन्छु, सरकारले पनि यो आज किन तपाईँको चाहिँ सन्देश जारी गरिँदैन, सबै तपाईँको मिडियाकर्मी लगायत सबै तपाईँको आम नागरिकहरूलाई म अनुरोध गर्न चाहन्छु, आज कुनै पनि समुदायलाई लक्षित गरेर कुनै पनि एग्रेसिभ हुने खालको, उत्तेजना हुने खालको भिडियोहरू, तपाईँको लेखहरू सार्वजनिक नगर्नको निम्ति पनि म सबैलाई अनुरोध गर्न चाहन्छु। र सरकारले पनि आफ्नो आधिकारिक धारणा फेसबुकबाट होइन, नेपाल सरकारको तपाईँको चाहिँ आधिकारिक मन्त्री परिषदको लेटर प्याडमा अब कहाँ कसरी हुन्छ ती कुराहरू बेला बेलामा सार्वजनिक गरिरहनको निम्ति म अनुरोध गर्न चाहन्छु। र यस्तो बेला सम्बन्धित मन्त्रालयको मन्त्रीहरू कम्तीमा उपस्थित हुनुपर्ने सभामुख महोदय। न प्रधानमन्त्री हुनुहुन्छ, न गृहमन्त्री हुनुहुन्छ, 2 जना मन्त्रीज्यूहरू यहाँ देख्दैछौँ। हिजो सर्वदलीय बैठक बस्यो, म पार्टी राजसभाको पार्टी सभापतिलाई विशेष धन्यवाद दिन चाहन्छु। तपाईँको तर्फबाट जुन पहल कदमी गर्नुभयो त्यो ठिक छ, तर त्यतिले मात्र पुग्दैन। यस्तो बेला सरकार अथवा प्रतिपक्ष सत्तापक्ष नभनिकन हामी सबैजना सांसदहरू, सबैजना तपाईँको पार्टीहरू, दलहरू एक ठाउँमा उभिनुपर्छ सभामुख महोदय। तर यो बेलामा सरकारले पहल गर्नुपर्ने बेलामा सरकार आफै तपाईँको चाहिँ कालो कोठाभित्र लुकेर चियाएर हेरे जस्तो आज मलाई महसुस भइरहेको छ। त्यसै कारणले गर्दाखेरि म सरकारलाई निस्किनको निम्ति अनुरोध गर्न चाहन्छु र म भन्न चाहन्छु, बल प्रयोग गरेर समस्याको समाधान हुँदैन। हिजोको इतिहासलाई हामीले फर्केर हेरौँ भने, विभिन्न नेपालको राजनीतिक तपाईँ घटनालाई फर्केर हेरौँ भने बल प्रयोग गरे पछाडिको परिणाम के भएको छ भन्ने कुरा यहाँलाई थाहै छ। हिजो अस्तिको जेएनजी आन्दोलन आलै छ,
ती शहीदहरूको रगत आज तपाईँको चाहिँ दङदङ्गिकन रहेको छ। त्यसैले म भन्न चाहन्छु बल प्रयोग गरेर समस्याको समाधान हुँदैन। र म आज भन्न चाहन्छु सरकार यो बेला बेखबर नभएर तपाईँको बाहिर निस्केर आज सूचना सङ्कलन गर्नेदेखि लिएर हरेक कुरामा सरकार तपाईँको चाहिँ यस सम्बन्धी साँच्चै गम्भीर भएर लाग्नुपर्छ भन्ने हाम्रो दलको माग र मेरो माग पनि छ, हाम्रो माग छ। त्यसै कारणले गर्दाखेरि सरकार अहिले लुकेर बस्ने अवस्था होइन। र अन्तिममा म भन्न चाहन्छु मैले सक्दिनँ भन्छ सकिन्छ, पाइन्छ। हेर्नुहोस् यो दुनियाँमा काम बिगार्नुको सट्टो म सक्दिनँ भन्नु पाइन्छ। यति प्रधानमन्त्रीज्यूले अथवा अहिलेको सरकारले देश चलाउन नसक्ने अवस्था हो भने हातहराइ हुन्छ, त्यो पाइन्छ। त्यो गर्नु सकिन भन्नु पाइन्छ। राष्ट्रसभाको आज 2/3 नजिक छ, 282 सांसद हुनुहुन्छ। कोही न कोहीले तपाईँको देश लिड गरेर जाला, तर यो ढङ्गले अभिभावक बिनबाट देश चलाउनु पाइन्न। सभामुख महोदय, देश र जनताले तपाईँको यसरी चाहिँ तपाईँको आज टुरो पाउनु पाइन्न। त्यो हिसाबको कारणले गर्दाखेरि सरकार कि त निस्किनु पर्यो कि त सक्दिन भनेर हात उठाउनु पर्यो भन्ने मागको साथ यो तपाईँको जति पनि अहिलेको गम्भीर परिस्थितिहरू छ सबै देशवासीहरू संवेदनशील भइदिनको निम्ति अनुरोध गर्दै बिदा चाहन्छु। धन्यवाद। जय देश जय माटो। सम्माननीय सभामुख महोदय, म यस सदनमा सबैभन्दा पहिला खोटाङ्गे जनताहरूले पठाएको कोसेली यस सम्मानित सदनलाई सरकारको ध्यान आकर्षण गर्नको निम्ति म यो सो गर्न चाहन्छु। यो चाहिँ खोटाङका जनताहरूले खास मकैको खोया त्यहाँ प्रस्तुत गर्नु भन्नुभएको थियो, तर यो अति नै होला भनेर मैले अलिकति यो यस्तो किसिमको बनाएर लिएर आएको छु। र अर्को चाहिँ यो चाहिँ बाँदरले जनताहरूको यस्तो अवस्था छ। अहिले हामी यहाँ संसदमा आउँदै गर्दाखेरि यो सामान्य विषयवस्तु उठानको लागि उठाए जस्तो मात्रै लाग्न सक्छ, तर म 11 दिन खोटाङ बस्दाखेरि यस्तो अवस्था देखेँ। यहाँले अर्को पनि म एउटा यो फोटो सो गर्न चाहन्छु। उहाँ आउनुहुन्छ हल्लेसी तुवाचुङ नगरपालिकाका 93 वर्षकी आमै। अब यो के गरेर यहाँ बसेको भन्ने लाग्छ भने यहाँहरू सबैलाई, हाम्रो मान्य सांसदहरू सबैलाई म देखाउन चाहन्छु र सरकारको यहीँबाट म ध्यान आकर्षण गराउन चाहन्छु। यो 93 वर्षकी आमै मकै बारीमा बिहान तपाईँको रिमराम भन्छ हाम्रो गाउँ घरतिर, यहाँ उज्यालो भुइँमा नछैकन उहाँ चाहिँ यो मकै बारीमा सानो गोठ हालेर बस्नुभएको छ। र जब उनी बेलुका साँझ पर्छ बाँदर बास बसिसक्यो भन्ने लाग्छ, तब मात्रै उनी तपाईँको चाहिँ घर फर्किन्छन्। यो मैले एउटा वृद्ध आमाको फोटो यहाँ चाहिँ आज प्रस्तुत गरेँ। यति मात्र होइन सम्माननीय सभामुख महोदय, मैले ज्यादै हुन्छ होला भनेर धेरै किसिमको फोटोहरू यहाँ सो गरिनँ। आज विद्यार्थीहरू स्कुल जानबाट वञ्चित भएर बाली कुर्नु परेको छ। नानीहरू सानो सानो बालबच्चाहरू तपाईँको चाहिँ प्रत्येक बालबच्चाहरू एकजना न एकजना आफ्नो बालीको सीमामा बस्नु परेको छ। यो अवस्था हामीले अहिलेदेखि उठाएको होइन, तर सरकार किन मौन छ, सरकारले किन दिलासुस्ती गरिरहेको छ? कानुन निर्माणमा अथवा बाँदर व्यवस्थापनको निम्ति के गर्नुपर्ने हो? सरकार किन यस सम्बन्धी आज मौन छ? म सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। सम्माननीय सभामुख महोदय, आज यहाँ मैले फेरि पनि दोहोऱ्याउन चाहेँ, विषय उठानको लागि मात्रै उठाएको होइन। प्रत्येक जिल्लामा आज मलाई लाग्छ यो देशैभरि जहाँ जहाँ पहाडी जिल्ला छ त्यहाँ समस्या छ, र तराई मधेसमा बँदेल र तपाईँको चाहिँ अन्य वन्यजन्तुको समस्या छ। कि त हामीले हाम्रो पुरा मान्यज्यूले भने जस्तै यो कृषि प्रधान देश होइन भनौँ, यति हो भन्ने हो भने हामीले तपाईँको कृषि र किसान बिना स्वाधीन अर्थतन्त्र, स्वाधीन राष्ट्रको परिकल्पना गर्नु भनेको त्यो दिवा सपना हो। त्यो सपना देख्नु भनेको दिवा सपना हो। त्यसै कारणले सम्माननीय सभामुख महोदय मार्फत सरकारको म गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। त्यसै गरी सम्माननीय सभामुख महोदय, यो देशैभरिको समस्या आज खोइ मन्त्रीज्यूहरू हुनुहुन्न, माथि मन्त्रालयबाट हेर्नुहुँदैछ नि, यहाँ यसो देखाएको छु, टिपोट गर्नु होला, अनुरोध गर्न चाहन्छु। मन्त्रीज्यूहरू हुनुहुन्न। यो एउटा विषयवस्तु के छ भने देशैभरिको समस्या, पुस्तादेखिको समस्या। अहिलेसम्म कानुन पनि सायद यसको बनेको जस्तो लाग्छ मलाई। तराई मधेसदेखि हिमाल पहाडसम्म बाढी पहिरोले जमिन लगिसक्यो। उसको तपाईँको लालपुर्जा धनीपुर्जा नक्सामा जमिन देख्छ, उस हुकुमवासी के भन्छ हुकुमवासी छ।
तर वास्तवमा ऊ सुकुम्बासी भइसकेको छ। यो ठुलो समस्या छ। हिजो अस्ति हल्ले सिद्धुवाचुङ नगरपालिका 5 नम्बर वडामा गएँ, एउटा सिङ्गो पहाड झरेको, त्यसो खोटाङमा थुप्रै ठाउँहरू छ, पुस्तौँदेखि ऊ सुकुम्बासी छ। र दुःख लाग्दो कुरा के हो भने सामान्य सभामुख महोदय, दुःख लाग्दो कुरा उनले जग्गा पहिरोले लगिसक्यो, तर उनले आजसम्म तपाईँको आम्दानी हुने त परको कुरा, अब जग्गा भए पनि आम्दानी हुन्छ, तर गम्भीर विषय के छ भने उनले आजसम्म सरकारलाई कर तिरिरहेको छ। यो भूमि ऐन सम्बन्धी यसपालि तपाईँको ऐन संशोधन गर्नको निम्ति थुप्रै सरकारले ल्याउँदैछ भन्ने हामीले सुनिरहेका छौँ। यो कुराहरू समावेश गरोस् र खोज अनुसन्धान र गम्भीर भएर सरकार लाग्नुपर्छ। कसैले भनेकै भरमा, आफूले लागेकै भरमा आफ्नो मन्त्रालयले सजिलाउने ढङ्गले ऐन कानुन बनाउनु हुँदैन। सभामुख महोदय, यस विषय गम्भीर छ, सरकारले गम्भीर भएर चाहिँ ध्यान दिन चाहन्छु। र अर्को कुरो, यो मध्य पहाडी लोकमार्ग जहाँ जहाँ तपाईँको चाहिँ निर्माण भएको छ त्यहाँ पनि समस्या यस्तै छ। सरकारले जग्गा अतिक्रमण गरेर रोड बनाइसक्यो, तर कर जनताले तिरिरहेको छ। यो कहिलेसम्म बोक्नुपर्ने समस्या। र तपाईँको चाहिँ सरकारले जग्गा अतिक्रमण गरेर एउटा मान्छेको 5 रोपनी छ भने उसको जग्गा कति छ भन्दाखेरि मानौ 5 रोपनी सरकारले क्याप्चर गर्यो, 1-2 आना बाँकी हुन्छ, ऊ तपाईँको सुकुम्बासी देखिँदैन, तर वास्तविक ऊ सुकुम्बासी छ। र उसले मुआवजा पाउने कानुन पनि फेर भइनर्छ। मध्य पहाडी लोकमार्ग जहाँ जहाँ पहाडी क्षेत्रमा तपाईँको चाहिँ सरकारले तपाईँको मुआवजा दिने कानुन नभएको कारणले गर्दाखेरि पनि धेरै नागरिकहरूले शास्ति भोगिरहेको अवस्था छ। यो देशैभरिको समस्या, यो खोटाङको मात्रै होइन। खोटाङमा मैले सूक्ष्म ढङ्गले अध्ययन गरेर यो विषय उठान गरेँ, तर यो समस्या भनेको चाहिँ तपाईँको देशको 70 जिल्लामा समस्या छ। कानुन बनाउँदाखेरि यतातिर गम्भीर भएर खोज अनुसन्धान गरेर सरकारले चाहिँ कानुनको मस्यौदा तयार पार्नको निम्ति म अनुरोध गर्न चाहन्छु। सांसदले कानुन बनाउने भनिन्छ, तर यो कुरा यहाँ लागू हुन्न। यो परम्पराकालदेखि नै यो चल्दै आएको छ। यसलाई पनि तपाईँ कसरी चाहिँ सुधार्नुपर्ने, सुधारतिर लाग्नुपर्छ जस्तो मलाई लाग्छ। र अर्को गम्भीर विषय फेरि वृद्ध भत्ता र अपङ्गता पहाडी क्षेत्रमा बडो समस्या छ। वृद्ध भत्ता र तपाईँको चाहिँ यो अपङ्गता भत्ता ल्याउनको निम्ति घन्टौँ गरेर तपाईँको यात्रा गरेर जानुपर्छ। जति वृद्ध भत्ता पाउने हो त्योभन्दा बढी खर्च आउँछ। के समस्या हो यो? कम्तीमा ब्याङ्कले तपाईँको चाहिँ ठाउँ ठाउँमा पुर्याउने सुविधा